दसो फेफुलो नमस्ते र आज हाम्रो ठुलो महान चाड दिवाली र आज हाम्रो दिवालीको सुरुवात भन्नाले प्रारम्भ भइरहेको छ र यहाँ हेर्नुहोस् यस प्रकारले तयारी है अहिले चाहिँ पूजा भएको छैन र जस यो चाहिँ तयारी मात्रै यहाँ हेर्नुहोस् दिवालीको यो पालाहरू रेडी छ र अहिले चाहिँ बेलुकीको जस्ट 4 बज्दैछ पेते भइरहेको छ यहाँनिर है यहाँ चाहिँ एकदमै कामहरू घनघोर भइरहेको छ घर सजाउन सबैजना व्यस्त म पनि व्यस्तै थिएँ र अहिले अलिकति यस्तो हुँदैछ यहाँनिर चाहिँ हो यी सबै अब यहाँनिर फुलमा लाउनुपर्छ यहाँनिर यहाँ दिवाली छ यो चाहिँ दिउँसोको भ्यू भयो आफै रातिको पनि हुन्छ र यहाँ चाहिँ मेरो साली छोरी उनीहरूले एकदम तयारी घनघोर प्रकारले भइरहेको छ यहाँ चाहिँ यहाँ हेर्नु सम्झना बिर्सना यस्तै छ यहाँ चाहिँ के गरेको आम्म हेर्नु यस्तो चाहिँ टाउको अलिकति मुभी हेड यस्तो छ यहाँनिर जसपिन यहाँ चाहिँ रङ्गोली भइरहेको छ यस्तो प्रकारले बनाउँदैछ अहिले चाहिँ यहाँ जस्ट सुरुवात हो र कम्प्लिट भएपछि फेरि यसमा हुनेछ है एकदम मजाको छ यहाँनिर यो डिजाइनहरू चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो भन्नुहोस् है आसु कस्तो लाग्दैछ दिवाली आज राम्रो लाग्दैछ राम्रो आज डान्स हुन्छ नि भरे डान्स मजाले खतरनाक हुन्छ नि खतरनाक हुन्छ ल हाम्रो कान्छी आसु हो है डान्स हेभी गर्नुहुन्छ नि फेरि उहाँले तपाईँहरूलाई भरे डान्सहरू हेर्नु हुँदैछ यहाँनिर केरा गाम्छा लिएर आयो आज किन लक्ष्मी बास बस्ने दिन हो यहाँनिर घरमा सिधै लक्ष्मी चाहिँ यहाँ दैलोबाट सिधै उता जाने र यहाँनिर मेरो सालो मार्टिनले तयारी गर्दैछ म चाहिँ अलिकति व्यस्त भएँ भरे रातिको देखाउनुपर्छ अहिले चाहिँ चल्दैछ एकदम धुमधडाका सबैजना व्यस्त भन्दा व्यस्त छ यहाँ हाम्रो भाउजू हो भाउजूले पनि बिचारा एक्लै हेर्नु त भाउजू ल्याट्याप्याट्टै भइरहेछ कोही सघाउने छैन हो त्यही त दाजु कता जानु भएको छ भाउजू एक्लै यहाँ हाम्रो जेठा छ यी जेठाले हेल्प गर्दैछ फुलगाडी बढाउँछ है Stop, please.
किन यता आऊ न म बस्छु टाढो भयो Diwana
के भन्नु ओडाले भयो त आएको भएन आएको एउटा बोलेर त दिएन नानी तेरो लड सोध्दै त निकाल दे हेलो